राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको दोस्रो दिनको बन्द सत्र अब केही बेरमा सुरु हुन लागिरहेको छ। हामीले अघिल्लो भिडियोमा बन्द सत्रको कार्यतालिका हामीले प्रस्तुत गरिसकेका छौँ। अब हामी यो महाधिवेशन प्रतिनिधिहरूले चाहिँ कतिजना केन्द्रीय सदस्यहरूलाई चाहिँ चुन्नुहुन्छ, निर्वाचन गर्नुहुन्छ भन्ने कुरा चाहिँ जानकारी गराउन गइरहेका छौँ। रासोपाको हिजो विधान पारित भइसकेको छ। त्यो विधानले चाहिँ 158 सदस्य केन्द्रीय सदस्यको चाहिँ परिकल्पना गरेको छ। 158 जना केन्द्रीय सदस्यमा एकजना सभापति भइहाल्नु भयो। 51 जना सदस्यहरूलाई चाहिँ सभापतिले चाहिँ मनोनयन गर्ने हुनेछ, उहाँहरूले चुनाव लड्नु पर्दैन। त्यसै गरी हरेक प्रदेशका प्रदेश सभापतिहरू 7 जना चाहिँ पदेन सदस्य केन्द्रीय सदस्य चाहिँ हुने व्यवस्था पनि छ। त्यसै गरी 7 वटा प्रदेशबाट हरेक प्रदेशबाट 5-5 जना भूगोलबाट आउनुहुनेछ, उहाँहरू निर्वाचित भएर आउनुहुनेछ। त्यसरी 35 जना हुनुपर्ने। अब बाँकी रहेको 64 जनामा 32 जना खुल्ला र 32 जना क्लस्टर वाइज चाहिँ आउने प्रावधान चाहिँ विधानले गरेको छ। भनेपछि 158 जनामा 51 जना मनोनित, 1 जना सभापति भइहाल्नु भयो। 7 जना प्रदेशबाट 79 जना 99 जनाको चाहिँ निर्वाचन हुनेछ, जुन निर्वाचनमा चाहिँ महाधिवेशन प्रतिनिधिहरू 4211 जना महाधिवेशन प्रतिनिधिहरूले चाहिँ भोट हाल्नु हुनेछ। त्यो चुनाव चाहिँ भोलि हुनेछ। अबको प्रक्रिया भनेको अहिले चाहिँ सबै महाधिवेशन प्रतिनिधिहरूले चाहिँ आफ्नो नाम हेर्दै दर्ता गराइरहनु भएको छ र लेबी तिर्दै हुनुहुन्छ। त्यसपछि केन्द्रीय सदस्यको लागि चाहिँ मनोनयन दर्ता हुनेछ र निर्वाचन भने भोलि मात्र हुनेछ। महाधिवेशन सम्बन्धी थप जानकारीको लागि रेकर्डर्स नेपाल फलो गर्नुहोला।